ढक्क जमाउनुपर्ने घिउ कहिलेकाहीँ माथि पातलो तेल जस्तो देख्दाखेरि किन यस्तो भएको मिसावटो छ कि भन्ने कहिलेकाहीँ हामीलाई शङ्का लाग्न सक्छ। तर प्राकृतिक रूपमा घिउमा विभिन्न किसिमका फ्याटी एसिडहरू मिसिएका हुन्छन्। सर्ट चेन फ्याटी एसिडदेखि लिएर लङ चेन फ्याटी एसिड पनि हुन्छ। अनि स्याचुरेटेड र अनस्याचुरेटेड फ्याटी एसिड पनि हुन्छ। ब्युटारिक एसिड र क्याप्रोइक एसिड जस्ता सर्ट चेन फ्याटी एसिडहरू चाहिँ रुम टेम्परेचरमा लिक्विड स्टेजमा हुन्छन्। अनि ओलिक एसिड लगायतका अनस्याचुरेटेड फ्याटी एसिड पनि रुम टेम्परेचरमा लिक्विड स्टेजमा हुन्छन्। अझ सजिलो गरी भन्नुपर्दा यसरी विभिन्न किसिमका फ्याटी एसिड मिलेर विभिन्न पग्लिने तापक्रम भएका फ्याटी एसिड मिलेर चाहिँ यो घिउ बनेको हुन्छ र तिनीहरू बिस्तारै पग्लिन थाल्छन्। यो पग्लिने मुख्य कारणहरू चाहिँ यो फ्याटी एसिडको मेल्टिङ पोइन्टको डिफ्रेन्सले गर्दाखेरि हो। जुन चाहिँ रुम टेम्परेचरमा पग्लिने हुन्छन् तिनीहरू चाहिँ गएर माथिल्लो लेयरमा गएर बस्छन् भने स्याचुरेटेड फ्याटी एसिडहरू अथवा नपग्लिएको फ्याटी एसिडहरू चाहिँ तलको लेयरमा बस्छ। तल चाहिँ एकदमै दानादार घिउ, माथि चाहिँ ओइली लेयर देखिन्छ र हामीलाई कहिलेकाहीँ भ्रम हुनसक्छ मिसावट हो कि भनेर। तर त्यो नेचुरल घिउमा पनि त्यस्तो किसिमको देखिन्छ।